हेलो गाइस, मैले फेरि नयाँ एउटा रेसिपी लिएर आएको छु। हेर्नुहोस्, तपाईँहरूकोमा यो चाहिँ सजना हो साथी हो। तपाईँहरूले के भन्नुहुन्छ कमेन्ट गर्नु होला। हामीले चाहिँ यहाँ सजना भन्छौँ। सजना र आलुको सब्जी बनाउँदैछु मैले चाहिँ। हेर्नुहोस् है मेरो स्टाइलमा। मैले यहाँ सजनालाई केलाएर पनि राखिसकेँ। त्यसको बादमा यहाँ आलु काटेर राखेको छु, सजना भिजाएर राखेको छु। अनि यहाँ मैले मसला सिलपट्टामा पिस्नु रेडी गरेको छु। हेर्नुहोस्, मैले चाहिँ तोरी हालेर बनाउने छु है साथी हो। मैले पिसिसकेँ। अनि मैले यहाँ तेलमा अलिकति पाँचफोरन राखेँ। त्यसको माथिबाट अनि मैले प्याज अलिकति काटेर यहाँ भुट्दैछु तेलमा। हेर्नुहोस्, प्याज अलिक रातो भयो नि। अब म मसला हालिदिन्छु। यहाँ चाहिँ जिरा पाउडर, धनियाँ पाउडर छ, अनि हल्दी। अनि त्यसको बादमा अलिकति रेड चिल्ली हालेछु मैले, कश्मिरी चिल्ली हो यो चाहिँ। अलिकति हालेछु। हेर्नुहोस् त, मैले मसलालाई भुट्दैछु। मैले चाहिँ यसमा तोरी बेसी राखेको छु है साथी हो। मलाई चाहिँ तोरी राखेको राम्रो लाग्छ सजनामा। सजनामा चाहिँ तोरी राखेर पकाउने हो भने टेस्ट हुन्छ। मलाई चाहिँ मनपर्छ। अब तपाईँहरूलाई कस्तो मनपर्छ, मैले चाहिँ यसरी बनाउँछु। त्यही भएर तपाईँहरूलाई मैले यो भिडियो देखाएको। हेर्नुहोस् तपाईँहरूलाई कस्तो लाग्छ। हेर्नुहोस्, पहिला म आलु हाल्छु। आलुलाई चाहिँ एकछिन पाक्नु दिन्छु, किन भन्दा आलु अलिक ढिलो पाक्छ। त्यही भएर सजनालाई एकछिन पछि हाल्छु। आलु एकछिन पाक्नु दिएर मसलामा आलुलाई चाहिँ पकाउँछु। त्यसको बादमा अनि साथी हो, मैले यसमा टमाटर चाहिँ हालेन है, किन भन्दाखेरि मलाई चाहिँ तोरीको टेस्ट राम्रो लाग्छ त। अनि त्यही भएर मैले टमाटरलाई हालेन। टमाटर चाहिँ नहाली बनाएको मैले चाहिँ। हेर्नुहोस् है, मैले हालिदिएँ सजनालाई। अब पाक्नु दिन्छु एकछिन मजाले। हेर्नुहोस् त कस्तो राम्रो देख्यो, मसला सबैमा लाग्यो। कस्तो राम्रो देख्यो, हेर्नुहोस् त। तपाईँहरूले नि बनाएर खानु होला साथी हो। यतिखेर यसको सिजन छ हाम्रो यहाँ आसाममा चाहिँ। यो चाहिँ एकदम आफ्नै गाउँको हो, अर्ग्यानिक हो। यो चाहिँ अरू शरीरको लागि बहुत राम्रो हो। यो चाहिँ नानीहरूलाई पनि खिलानु, तपाईँ पनि खानु, सबैलाई खिलानु होला सिजनमा। यतिखेर सिजनमा मात्रै पनि पाउँछ हाम्रो यहाँ चाहिँ गाउँमा चाहिँ। टाउन सहरमा त पाउँछ होला अरू बेला पनि, यहाँ गाउँमा चाहिँ यतिखेर मात्रै न हो। हामी चाहिँ यतिखेर खाने हो खाने। यो चाहिँ जहाँबाट पनि हेर्नुहोस् त कस्तो राम्रो देख्यो। एकछिन छोपेर भइसक्यो। हेर्नुहोस्, भयो पाक्यो है साथी हो। तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने साथी हो मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि गर्नु होला। मैले यहाँ रेडी गरिसकेँ। यहाँ चाहिँ मैले मिक्स दाल बनाएको छु आज। अनि त्यसको बादमा यहाँ मैले बैगुनको चिप्स बनाएको छु। अनि यहाँ टमाटरको चटनी। अनि यहाँ सब्जी चाहिँ